तस्य रोगो न जरा न मृत्यु प्रातस्य योगान निमया शरीर। अर्थात् न रोग व्याधि लाग्छ, न कुनै समस्याले सताउँछ, अनि अब मृत्यु पनि, रोग व्याधिको त कुरै छोडौँ, मृत्यु पनि नजिक आउँदैन। अर्थात् हाम्रो यो ग्रह दशा यताउता भनिन्छ नि, यी सबैबाट योगी मुक्त हुन्छ। अनि गुरुजी, यो हाम्रो जीवनमा योगले के प्रभाव पार्छ त्यो पनि यसो हामीले जानकारी पाए हुन्थ्यो। अब जीवनमा यो जीवनको अनिवार्य अंग हो, यसले सबै कुरा हुन्छ, जन्मदेखि मृत्युसम्म र मृत्यु पछि पनि काम लाग्ने कुरा हो। तर हामीमा अहिले यतिखेर चाहिँ सधैँको लागि सबैको लागि योग भन्ने पहिले प्रारम्भमा थियो, बीचमा केही जोगी साधु सन्तको लागि मात्रै भन्ने भयो। अहिले आएर चाहिँ यो चाहिँ एक किसिमको मेडिकल साइन्स जस्तो, रोग उपचारको विद्या जस्तो भइरहेछ। तर त्यो मात्रै होइन, जीवनको उन्नति प्रगति, भौतिक मानसिक शारीरिक सबै उन्नति प्रगतिको मुख्य आधार हो। हामीले यो क्रिया गर्दा योग विशेषज्ञसँग भेटेर परामर्श लिएर मात्र गर्नुपर्छ। जथाभावी गर्नु हुँदैन, यसले दुर्घटना पनि निम्त्याउन सक्छ। त्यसैले सतर्क रहेर यो क्रिया गर्नुपर्छ अनि मात्र लाभ पाइन्छ। हामीले तल स्क्रिनमा देखाइराखेको दृश्य नौली र अग्निसार अनि पौडी पद्मासन क्रिया हुन्। यस क्रिया गर्दा पाचन शक्ति बढाउँछ, कन्स्टिपेसन, अनडाइजेसन, एसिडिटीलाई कम गर्छ, डायबिटिज, ब्लड प्रेसर कन्ट्रोलमा राख्छ, किडनी, लिभर, हार्ट, ब्रेन, लङ्सलाई स्वस्थ राख्छ, फ्याटी लिभर हुन दिँदैन, प्रोस्टेट र पिसाबका समस्याहरूलाई कम गर्छ, रोग प्रतिरोध शक्ति क्षमता अर्थात् इम्युनिटी सिस्टम बढाउँछ। केही रोगहरूमा सावधानी अपनाउनु पर्छ। गर्भवती अवस्था र हर्निया, हार्ट प्रब्लम, हाई ब्लड प्रेसर र अपरेसन गरेकाहरूले नगर्नु। यदि गर्नु परेमा योग विशेषज्ञसँग परामर्श लिएर मात्रै गर्नुहोला। हावामा चलाउने साइकल, यसले शारीरिक र मानसिक स्वास्थ्यलाई फाइदाहरू पुर्याउँछ। यसका फाइदाहरू हृदय स्वास्थ्य लाभ अनि ओजन घटाउनु र मानसिक स्वास्थ्य राख्नु, पाचन प्रणाली, निन्द्रा जस्ता सुधार हुनु र रोग प्रतिरोध शक्ति अर्थात् इम्युनिटी बढाउनुका साथै विभिन्न धेरै प्रकारका फाइदाहरू छन्, जसका कारणले गर्दा हाम्रो जीवनलाई स्वस्थ र बलियो बनाउन मद्दत पुर्याउँछ। तल देखाइरहेको दृश्य उज्जाई प्राणायाम हुन्। यो योग क्रिया गर्दा मन शान्त र एकाग्र हुन्छ, तनाव, चिन्ता र अनिन्द्रा कम गर्छ र शरीरको टेम्परेचरलाई नियन्त्रण गर्छ। आज यी सबै भिडियोहरू हामीले योग गुरु कृष्ण प्रसाद दाहाल ज्यूले निस्वार्थ भावना राखेर वर्षौंदेखि निशुल्क सेवा दिँदै आइरहनु भएको छ। उहाँले विगत 13 वर्षदेखि नुन, तेल, चिनी, जङ्क फुडहरू सेवन गर्न बन्द गर्नुभएको रहेछ। उहाँले हेटौँडा मकवानपुर क्याम्पसबाट प्रमाणपत्र र सरस्वती क्याम्पसबाट स्नातकमा वाणिज्य शास्त्र र त्रिभुवन विश्वविद्यालय कृतिपुरबाट पपुलेसनमा एमए गर्नुभएको छ र उहाँले जीवन विज्ञान, ओशो धारा, ओशो तपोवन, ओम शान्ति, श्री श्री रवि शङ्कर, पाइलट बाबा, आसाराम बापू, रामदेव, पतञ्जलि लगायत विभिन्न कार्यक्रममा भाग लिनुभएको छ भने योगको औपचारिक शिक्षा वाल्मीकि कलेजबाट लिनुभएको छ।
अब हामी तपाईहरूलाई उहाँका शिष्यहरूले वर्षौंदेखि योग क्रिया गर्दै आइरहनु भएको छ। उहाँहरूका विचारलाई पनि प्रष्ट राखेका छौँ। अब सुन्नुहोस् है उहाँहरूका विचारलाई पनि। मैले किन आउँछु भने एकदम यो आत्मसन्तुष्टि यहाँ मैले भिन्नै आनन्द आउँछ। आनन्द आउँछ। अब अन्य त मैले खासमा दबाई के खाँदिनँ। तो हमारे बेटा काठमांडू रह कह कि हो बाबू तोरा तो शुगर के संख्या हो। हम कहे तू तोरी के हमरा शुगर कहाँ से आते, हमरा ताकत है, हमरा शुगर न होते। तो वो अलग काठमांडू से हमरा ले गल बढ़ाता बा तो 450 शुगर कहल। तो कहल कि न भेलो चला हरियाओ। फिर हरियाणो गेली तो वो 450 से कहल। फास्टिंग पीपी दोनों एक रंग कहल की। तो कहल कि ऐसा दवाई थी तो 1400 के दवाई ले ली, बुझली। तो उहे दवाई खैली तो एगो भगिना है रामस रे तो कही तो हो मामा तू योगा करे छा। हम कहली हाँ। तो योगा करबा तो दवाई छोड़ दा न खा। तो दवाइयो छोड़ देली। तो अब योगा करी तो न कोनो सुगर तुगर नहीं हमरा। औषधि पनि अहिले सेवन गर्नु परेको छैन। म स्फूर्ति छु। 3 महिनामा चेकअप गर्छु तर मलाई थाइराइड छैन। धन्यवाद। योगले मेरो जीवनमा तपाईको मात्र नभएर व्यक्तिगत मेरो जीवनमा मात्र नभएर समाजमा पनि योग चाहिँ अनिवार्य चिज हो। योगले धेरै कुराहरूलाई सहज गराउँछ। योगले रोग लाग्नबाट केही हदसम्म रोकथाम गर्छ र हाम्रो शरीरमा जति पनि नसाहरू छन्, जति शरीरको पार्टहरू छन् त्यसलाई अति नै तपाईँको एक्सर्साइजको आवश्यकहरू हुन्छ र हामीले एक्सर्साइज गरेनौँ भने हामीलाई स्वास्थ्यमा असरहरू गर्न सक्छ। हामीलाई हाम्रो शरीर चाहिँ अलिक भद्दा हुने अनि हामीले खाएको कुराहरू नपच्ने यस्ता कुराहरू धेरै हुन्छन्। त्यो प्रकारले योग सबैले गर्न आवश्यक छ। योगले रोग लाग्नुबाट केही हदसम्म रोकथाम गर्छ र योग गर्दाखेरि स्वास्थ्य रहन सकिन्छ। दिनभरि को थकाइलाई पनि चिरेर योगले फुर्तिलो महसुस गराउँछ। योग गरिरहँदाखेरि सबैलाई आफ्नो स्वास्थ्य चाहिँ सुरक्षित भएको महसुस हुन्छ र मलाई पनि त्यो महसुस भएको छ। वर्षै त कहके दके गरानु लौनाने पड्गुन भने 16 वर्ष भयो उमेर जब तहाँ मित्र समान माननु। यही सित नीतिमा कहिदिए चान झिले जाननु। शिक्षा रहके गरी सक्नेछन् प्यारो गरे दुई बिग्रनेछन्। छोरा र सिके कन गुण सिकाउन्, पाली र ऋषि भित्र दया जनाउन्।